र विदेशदेखि कुन देशदेखि आएको चाहिँ? साउदीदेखि। साउदी बस्नु भएको 15 वर्ष भयो। 15 वर्षको बिचमा मैले 3 चोटि मात्रै श्रीमान भेटेको छु, त्यहाँ भन्दा भेटेको त्यही पनि एकचोटि 14 दिनसम्म बस्नु सँगै, अरु दिन कहाँ बस्नु मलाई थाहा भएन। साउदीदेखि चाहिँ एकासित सफाई लिएर फुत्त घरमा आइपुग्यो। कतिखेर नेपाल निस्किनु मलाई थाहा थिएन, एकैचोटि आउनु भएको अस्ति भदौ 11 गते। एकैचोटि आएपछि खुसियाली अङ्गाला सङ्गाला मार्नु भयो। त्यस्तो अङ्गाला सङ्गाला कुरै थिएन, उ डिभोर्स गर्न आएको मान्छे, अनि त्यही पनि रिसाइरहेको मान्छे, म पनि रिस उठिरहेको थियो, न पैसा पठाउनु न फोन गर्नु। दुईजना रिस भएपछि खाट पनि अलग अलग भयो। खाट पनि अलग अलगै भयो। म त त्यो राति त छटपटी भयो होला, यसो त्यो के अरे सिराकले उ गरेको होला नि त तपाईले। अब छटपटी जसुकै अनि उ बाहिर केटी भेटिओरी सँगै बसिओरी आएको मान्छे उसलाई के छटपटी हुन्छ? छटपटी त मलाई राम्रोसँग थाहा छ, उ भेटेर आएको हो होइन भन्ने कुरो मलाई राम्रोसँग थाहा पाएँ। भेटेर आएको उसलाई त छटपटी किन भयो भने यसलाई मारौँ कि कसो गरौँ भन्ने चाहिँ भएर छटपटी भएको होला। मलाई चाहिँ डर लागेर छटपटी होला, यो मान्छे सही ढङ्गले आएन, मलाई यसो भनेको थियो भन्ने भएर मलाई चाहिँ त्यो छटपटी भएर यो तपाईँ एटेजी भित्र यो भेट्नुभयो। अनि यो त अब यो चाहिँ किन बोकेको रहेछ? घरमा देखाएन यो चाहिँ सब्जी काटे भनेर? त देखाएको भए त म किन यसरी म यत्रो गरिदिन्थेँ र। अनि अब धेरैजनाले भन्दै हुन्थ्यो मसँग 4-5 वटा छ, मसँग लिन आइज भन्दै अस्ति कमेन्ट गर्दै हुन्थ्यो। तपाईँहरूसँग छ होला, 4-5 वटा छ होला, सहमतिले ल्याउनु भयो होला, श्रीमतीलाई देखाउनु भयो होला, श्रीमतीसँग राम्रो व्यवहार थियो होला तपाईँहरूको, अब त्यसो गर्नुभएको थिएन होला, लिएर आउनु भयो होला। हामीले त यहाँ एटेजी ल्याएर पनि देखाएन, यो देखाएन, एटेजी भित्रै राखिराख्यो। उसले उही राखेर चाबी नै उसैले बोकेको, एटेजीको चाबी नै मलाई दिएको थिएन, मैले जबरजस्ती मागेपछि सबै कुराहरू सत्य नै हुँदैन, सबै कुरा गलत पनि हुँदैन। यो हिसाबले पनि थाहा हुन्छ कि उहाँले भने जस्तो चाहिँ गलत सिस्टमले पनि आउन सकेको हुनसक्छ। किन भन्दाखेरि यदि उहाँले विदेशबाट यो चाहिँ सहीसँगले ल्याएको हो भने सब्जी काट्न ल्याउने ए बुढी अब भोलिपल्ट नि त त्यो रात सक्यो, ए बुढी यो जे दिवस भएन सिवस भएन, यो चाहिँ तँलाई उपहार यो चाहिँ सब्जी काट्यो भने यसो दिँदा नि त हुन्थ्यो नि त। मैले त्यहाँ मन परेर ल्याइहालेँ, राखेँ सब्जी काट भनेको भए यतिसम्म यो हुन्थेन। फेरि ऊ पहिला 2 वर्ष 2.5 वर्षदेखिको अगाडिदेखिको सम्पर्क बिन भएको मान्छे, मसँग फोनै नगरे नबोलिकन आएको मान्छे, अनि तिमाथि यसो डिभोर्स गर्न आएको मान्छे, अनि फेरि तिमाथि यस्तो लिएर आउँदा शङ्का हुन्छ कि हुँदैन भन्नु त? जसलाई नि शङ्का हुन्छ नि त, उसले मार्ने हिसाबले ल्याएको रहेछ नि त। मार्छु त भनेको थियो नि त, मलाई नेपाल आएर तँलाई घाँटी चुडाउँछु त भनेको थियो नि त फोनमा। मैले उसलाई डिभोर्स दिनुपर्ने हेरे, उसलाई फुक्का छोडिदिनु पर्ने हेरे, म जे गर्छु। मान्छेको घाँटी चुडाएर चाहिँ कहाँ जानु? बङ्गलादेश जान छोड्दैन, विश्वको कुनै कुनामा जान छोड्दैन। अनि अब त्यत्रो मैले हेर्नु तपाईँलाई यसरी भिडियोमा हाल्ने भाइरल गर्ने मन पनि थिएन, कहाँ हुनुहुन्छ थपक्कै आउनु, यत्रो भिडियो हालेको मान्छे हो भने त मेरो त बेइज्जती गर्दैछन्, भिडियो हालेछन्, दुनियाँले देखे ती तपाईँका कतिवटा थिए आइमेहरू ती बोल्ने, म भर पारेको आइमेहरू, म त कन्ने केटो म कन्ने केटो हुँ भनेको छ कसैलाई, कसैलाई बिहे गरेको छैन भनेको छ, कसैलाई मेरो बुढी हिँडी भनेको छ, कसैलाई मरी भनेर ती भरौटीहरू भर पारेर राखेकाहरूलाई पनि देखिसकेला, नभए त भिडियो यसको श्रीमती रसन थाहा पाइसक्यो होला। केटीले पनि त मेरो नाम सपना के अरे सपना दर्जी भन्दा त फेरि हात तरिको यो कस्तो नाम हो भनेर भाग्दैन केटीहरू। अब यस्तो होला नि त दाजु, अब उसको नागरिकतामा छ यो नाम होइन, बाहिर सुनिल भनेर चिन्दा रहेछन् सबैले। सुनिल दर्जी, सुनिल परियार भनेर लेखेको छ एउटा फेसबुकमा, 3-4 आइडी छ। अब के हो के एउटामा सुनिल सुनिल छ। कति वर्षको तपाईँको श्रीमान? 45 सालको, खोइ कति वर्षको? 45 सालको, लगभग 37 वर्ष पुग्यो होला। बराबरी हो, हामी एकै सालको। उमेर त गयो हो, अब उमेर उसलाई चाहिँ आउँदै होला। अब घर गरी खाम, राम्ररी मिलेर बसौँ, यसो गर्नु हुँदैन, हामीले यो गर्नु हुँदैन, बरु अलिअलि पैसा भने छेत्री बाहुनको त एउटा म छेत्री बाहुनको व्याख्या गरेको होइन कि, छेत्री बाहुनको हो भनेदेखि 10 रुपियाँले 20 रुपियाँ बनाउँछ। यो दमै कामी सानो जातको चाहिँ पैसा थोरै छ भने के अरे अलिकति पैसा छ भनेदेखि बुढी ल्याउँ कि कसलाई सकौँ कि कुन चाहिँलाई खुवाउँ हुँदो रहेछन् कि हो त नि। म यही भन्छु, म पनि दमै नै हो कि, तर पनि मलाई रिस उठ्दो व्यवहार देखेर हो। बिग्रिन्छ त मान्छे, एकचोटि 2 चोटि बिग्रिन्छ, गल्ती हुन्छ, कहाँनिर चुक्छ, कहिले काहीँ जानी हुन्छ, कहिले अन्जानमा गल्ती हुन्छ, तर त्यसलाई सुधारेर गरी खान सक्नु पर्यो नि त। फेरि तपाईँहरूको कसो अरे तपाईँहरूको उमा चाहिँ हाम्रो हो त दमै कामीको जस्तो हुँदो रहेछ। म कामीलाई नि दोषे जातै जनाउँदो रहेछन् के, सानो जात चाहिँ अलि मुला 6 लाख रुपियाँ पैसा बोनस लिएर आएको र सोल्टी टिपेर हिँड्नुपर्ने त घरै छोडेर, अनि आफ्नो घर परिवार छोडेर, अनि के गर्नु भयो र? त मुला 6 लाख पैसा यहाँ लिएर के बिजनेस व्यापार गरेको भए के हुन्थ्यो? राम्रो हुन्थेन? फेरि विदेश जानु पर्थ्यो उसलाई। छेत्री बाहुनले त के गर्छ रे? छेत्री बाहुनले त अहिले हो त, अनि एउटा 5 धुर जग्गा छैन, त्यसलाई बेचेर अर्को किन्छ, 10 धुर किन्छ, 10 धुरबाट फेरि 20 धुर किन्छ, त्यसरी बढाउँछ। राई लिम्बूको त पुरै आएन यार।
राई लिम्बूहरूको नि कुरा आउँछ नि दाजु तर यो राई लिम्बू चाहिँ के तङ्ग मात्रै खान्छन् राई लिम्बूहरू नि अब गर्नेले गर्छन् के तर धेरैजना सबै उस्तै हुँदैनन् होइन सबैलाई दोष हुँदैन सबै नराम्रो पनि हुँदैन नि त मान्छे तर राम्रो मान्छेले राम्रै गरी खान्छ तर यत्रो भिडियो हालिसके पछाडि त के आकाश छिरेर पसे कि धरती खोलेर पसे त आउनुपर्छ नि त घरमा सहमतिमा आएर जसरी पनि जति वर्ष हराए पनि मसँग त यहाँ आउनै पर्छ डिभोर्स त गर्नै पर्छ त लु उसको स्वास्नी छोराछोरी होला अरे त छोराछोरीको बनाइदिन के अरे सामानहरू बनाउन दिनै नदिनु अनि अब ऊ त्यसरी भागी हिँडेर यहाँ मलाई घरमा कति साह्रो छ दाजु हेर्नु म ढाडको हड्डी फुटेकोले गर्दा केही काम गर्न सक्दिनँ म तपाईँलाई मैले हिजो पनि भने दाजु घर मात्रै यत्रो छरिएको छ मेरो हिजोसम्म चामल थिएन घरमा खाने चामल थिएन है अनि म हिजो बेलुका छोराले हिजो 500 को चामल र म अहिले पकाएर खाँदैछु मलाई कति बिजो खटेर बसेर चाहिँ ऊ 4 आना पैसा दिँदैन त्यत्रो 6 लाख पैसा लिएर आएको दसैँको मुखमा आएको मान्छे कमसेकम एक दुईजोर लुगा किनिदिनु पर्छ नानीहरूलाई कि मलाई नकिनिदियोस् मलाई चाहिँदैन अनि दसैँ खर्च खायो भन्नुपर्छ मलाई के लाग्यो दाजु एक दुई दिन हिँडे पनि अब साथीसँग कहाँ गयो होला यस्तै त यसको बानी आउँछ होला दसैँमा आउला तिहारमा आउला भनेर पर्खेर बसेँ दसैँ तिहार अगाडि मैले यस्तो भिडियो हालेको थिइनँ नि त पर्खेर बसेँ नि अहिलेसम्म नआएपछि मलाई धेरै चित्त दुखिरहेछ दाजु म जसरी पनि भेटाइदिनु ल्याइदिनु जान्छ नै भने पनि जाओस् मलाई छोडेर तर डिभोर्स गर्न आओस् ऊ पनि फुका भएर जाओस् मलाई झमेला भयो हेर्नु न केही काम खोजेर गर्छु भन्दा पनि कसैले काम दिँदैन कपाल यस्तो छ जुठो पिठो पनि सहँदैन दिएको भाँडामा हिँड्न पनि मलाई पहिले हिँड्थेँ बिहेको भाँडा मोल्न अहिले मलाई यस्तो कपाल भइकन जिउमा यस्तो भइकन त्यो जुठो पिठो हुन्छ म मासु मांस खाँदिनँ अब मासु मांस हुन्छ बिहेमा त होइन लटर पटर हुन्छ सन्च हुँदैन म बिरामी हुन्छु त्यही भएर के माता निसेको तपाईँ हजुर अनि म त पनि गर्न छोडेको छु अहिले मेरो काम पनि केही छैन म त्यस्तो केही गर्दिनँ दाजु अहिले मेरो मन्दिर पनि बनाएर बस्नु सकेको छुइनँ होइन भित्रै यसो कुनामा यसो एउटा कुनामा आफ्नै पूजा ध्यान मात्रै गर्छु अरू त केही पनि त्यही पनि मलाई यो टेन्सनले गर्दाखेरि किन यस्तो भएको होला कहाँनिर गलत भयो त्यो आएर मलाई छुट्याएर प्रष्ट गरेर तैँले यो गलत गरेँ म तँसँग बस्न सक्दिनँ भनेर दिने कुरा के छ लिने कुरा के छ लिएर दिएर छुट्याएर गएदेखि म ढुक्क हुन्थेँ म एक सुरले गरी खान्थेँ क्या छोराछोरी चाहिँ छोराछोरी गर्दैछ नि अब ठुलोले काम गर्दैछ सानो स्कुल जाँदैछ अब सानो त सानो ठुलो चाहिँ कति वर्षको छ त्यो त वैशाखदेखि 20 वर्ष लाग्छ के छोराको नाम के हो त्यसको मनिष अनि उसले चाहिँ के भन्छ बुबालाई केही भन्दैन जसरी पनि भेटेर अब गर्न पाए हुन्थ्यो अब किन यसरी हिँडेको भनेर भन्छ नि अर्थ त के भन्नु अनि सानो चाहिँ सानो त के भन्छ त्यो केही पनि भन्दैन छोरा हो छोरै छ दुईटा छोरा अनि दुईटै छोरा रहेछ तपाईँको होइन अनि किन त नि तपाईँको दुईटा छोरा हुँदाखेरि तपाईँको श्रीमानले चाहिँ के चाहिँ सोचेको त अब खोइ अब के सोचेको उसैलाई थाहा छ दाजु मलाई केही पनि थाहा छैन 20 वर्षको छोरा उसलाई नै थाहा छ अब छोराको बिहा गर्ने खेर भयो अचम्म हैन यो उसले चाहिँ जहिले गल्ती गर्दाखेरि मैले सही दिइराख्नु पर्ने रे बारम्बार गल्ती गर्दाखेरि मैले चाहिँ गल्ती नगरे पनि मेरो चाहिँ गल्ती सबैले दोष देखाउँछन् उसले धेरै हो मलाई थाहा छ मेरो बुढाले साउदीमा बसेर पैसा नकमाएको हैन मज्जाले कमाएको यतिखेर उसले कमाएको पैसाले राम्रोसँग व्यवहार गरेको भए कसैको कुरा नसुनेको भए ऊ त माथि इटरीको मेन रोडमा घर हुन्थ्यो हाम्रो 15 वर्षमा त्यति कमाइसकेको छ तर खाली अर्काले जसले माग्छ उसैलाई दिएको छ आफ्नो मान्छे भनेर हेरेछ हेर्नुपर्छ आफ्नो मान्छेलाई मलाई के लाग्छ दाजु भाइ इष्टमित्र भने हेर्नुपर्छ त्यो पनि ठाउँमा छ तर सबै नहेरी नहुने भनेको बाबुआमा हो बाबुआमालाई चाहिँ हेर्नुपर्छ म नहेर्नु भन्दिनँ अरूलाई त हेर्ने काम छैन बाबुआमाले हेरेको छैन बाबुआमालाई हेरिरहेको छ नि बाबुकै नाममा त हालेको हुन्छ पैसा हामीलाई यहाँ हालेकै छैन यही घर चाहिँ किनिदिएको हो झुट बोल्दिनँ घर किनेको छ त्यहाँदेखि पैसा पठाएको छैन मलाई दर्शकबिन यहाँ भित्र गहिरो रूपमा बुझ्दाखेरि सपना दर्जी उहाँको केटीको नाम रहेछ सपना सुनिल पनि भन्दा छ सुनिल दर्जी अथवा सुनिल परिवार पनि भन्दा छ उहाँले चाहिँ हुन त उहाँको नि गल्ती होला तर प्रायः जस्तो उहाँको धेरै गल्ती जस्तो देखियो त्यो कारणले पनि सुनिल दर्जी अथवा सपना दर्जी तपाईँ आएर डिक क्लियर गर्नुहोस् होइन मलाई सिधै फोन गर्नुहोस् दाइ के गर्दा हुन्छ ल अब उहाँले त साह्रै डिभोर्स माग्नु भयो अरे पहिलादेखि डिभोर्स माग्नु पऱ्यो अब उहाँ एकदम थाकिसक्यो अरे सक्छौ भने यहीँ मिडियामा बहस गरेर डिभोर्स पनि दिने भन्ने खालको हुन्छ कानुनमा के छ कानुनी हिसाबले म डिभोर्स दिन तयार छु तुरुन्तै घरमा आउनु तपाईँ राम्ररी गरी खानु अब कोसँग जान कोसँग कसलाई लिएर हिँड्नु भएको छ कोसँग खुसी हुनुहुन्छ उसँग बस्नु
तर मलाई यो बार पटक मर्दै र भाँच्दै गरेर जस्तो गरेर बसेको छु दाजु। म दिनभरि सम्झे कसलाई पोखौँ दुःख, कसलाई भन्नु। देख्दा मान्छेले घर यत्रो बिल्डिङ देखेको छ, यत्रो घर छ, पैसा होला सम्पत्ति होला भन्ने सोच्छ मान्छे, तर भित्र मेरो व्यवहार अर्कै छ। कसरी एउटा छोराले गाउँमा किस्ता काटेको छु, नकाटौँ भन्ने कि काट्नै पर्ने स्थिति आयो। मैले किस्ता काटेको छु, छोराले त किस्ता तिरोस् कि, त्यो एउटाले कमाएको 10,000 पैसा दिन्छ, 7,000 त किस्तै तिर्नुपर्छ, 3,000 बाँकी रहन्छ, फेरि 15 दिनमा किस्ता आइहाल्छ। के को पैसा झिक्नु भएको? मैले त पैसा झिक्ने पनि थिइनँ दाजु। मेरो उता हलेसी जाने भाकल थियो, ठुलो भाकल थियो, एकदम साह्रो बिरामी हुन्थ्यो कि म रातिभरि पनि सुत्न पाउँदैन थिएँ, कुटेर कुद्नु पर्थ्यो। धेरै बिरामी भएपछि त्यो भाकल गएर बुझाएपछि अलिक सन्चो भएको छ क्या मलाई। त्यही भएर उता जानलाई मैले किस्ताबाट पैसा निकालेँ। कति पैसा निकाल्नु भयो? पैसा 50,000 निकालेको थियो। एउटा गाडी रिजर्भ गरेर जानुपर्ने अवस्था आयो, अनि त्यही भएर निकालेको थियो। जाँदाखेरि 50,000 त होइन, हामीले त लक्ष्मीको त 2 लाख रुपियाँ सिधा, तर हामी धेरै थियौँ, 2,37,000 हामी त त्यतिले नै गएर आएको। मैले अब सानो भाकल गरेको थिएँ, सुनचाँदी ल्याउँछु भनेर थोरै त्यो पनि लगे चढाउन विधिलाई। अनि गरेर आएपछि अहिले मलाई अलिक ठिक भएको छ, राम्रो भएको छ। अनि अब कामहरू भनेको गर्न नि केही पनि सक्दिनँ, त्यसै मलाई प्रेसरले भइ नै राख्छ। म अहिले सन्चो छैन, अहिले बिरामी हुन्छु। यस्तो मान्छेलाई मलाई यति साह्रो गरी टर्चर नदिनु भन्छु क्या म। दर्शक बहिनी, उहाँ चाहिँ भगवानको भक्ति पनि हुनुहुन्छ, हेर्दैखेरि थाहा हुन्छ सबै कुराहरू। त्यस कारणले पनि यो भिडियो सक्दो सेयर गर्नुहोला। तपाईँले एउटा कमेन्ट गर्नुहोला, कुन देशदेखि हेर्दै हुनुहुन्छ त्यो कमेन्ट गर्नुहोला। लगातार उहाँले भिडियो अपलोड गर्ने अरे, यदि सपना दर्जी अथवा सुनिल परिवार उहाँको नाम रहेछ परिवर्तन, उहाँ आउनु भएन भने है, यो भिडियोमा तपाईँले यो फोटो देख्नुभयो भने तपाईँले तुरुन्त मलाई कल गर्नुहोला।